फर्स्ट टाइम चाहिँ स्टार्ट गरेको होइन, तर मलाई चाहिँ त्यति थाहा छैन। अनि केटाहरू चाहिँ अघि रन्किरहेको, म चाहिँ पछि हिँडिरहेको होइन। तर बाटो चाहिँ बवाल छ है, बाटो चाहिँ पिच छ है, यो चाहिँ पुरै पिच छ। अब कति पिच छ अरे, कति चाहिँ अफरोड छ अरे भन्ने कुरा सुनेको होइन तलबाट। अब हामी चाहिँ केटाहरू चाहिँ गइरहेको टर्निङमा, बाटो चाहिँ उकालो छ होइन। अब मैले चाहिँ मेरो स्कुटर चाहिँ ल्याएर आउनु पाएन, साथीको स्कुटर ल्याएर आएको होइन, साथीको स्कुटर ल्याएर आएको। मेरो स्कुटर चाहिँ सर्भिसिङ गर्न बाँकी थियो, अनि सर्भिसिङ गर्न टाइम लाग्ने भयो। अनि हामी चाहिँ हिजो करिब 5:30 बजे लगभग हामी चितवनबाट हिँडेको होइन, 5:30 बजे हिँडेको, 6:30 7:30 लगभग 8 बजे लगभग 2.5 घन्टामा हामी चाहिँ पोखरा आइपुगेको थियौँ। यताबाट केटाहरू चाहिँ लगभग 10 बजीतिर आएको थियो कि 10:30 बजे आएको थियो होइन, 11 बजे थियो होला सायद। अनि भेट भयो, बस्यो होइन, रमाइलो भयो। अनि बिहान चाहिँ हामी पानीमा हिँडेको होइन, पानीमा भिडियो बनाउँछु भनेको, तर पानीले गर्दा चाहिँ मैले भिडियो बनाउनु पाएन होइन। तर हेर्न सक्नुहुन्छ होइन, भ्यू चाहिँ टक्क हेर्नु न कस्तो राम्रो भ्यू छ है। अब बादल आइरह, भ्यू चाहिँ अक्खा छ भ्यू चाहिँ। अब यस्तै हो होइन, घर गाउँमा हुर्केकोलाई चाहिँ हामीलाई चाहिँ यस्तै पाहाडतिर हिँड्न मन लाग्छ। अब घर गाउँमा जस्तै हेर्नु नै, अब यहाँ छ पुरै घर गाउँको आइटम छ कि त्यसमा चाहिँ। ल अघि छन्, म चाहिँ बिस्तारै अब केटाहरूको चाहिँ अब डिस पऱ्यो, अनि मलाई बाइक पऱ्यो, आफ्नो त अब स्कुटर पऱ्यो, स्कुटर भएपछि अब बिस्तारै हिँड्नु पऱ्यो, ब्रेकले पनि धान्छ कि धान्दैन भन्ने हुन्छ नि त। मान्छेलाई जसलाई पनि आफ्नो ज्यानको माया हुन्छ माया हुन्छ कि, त्यही भएर अब अलिअलि डर पनि हुन्छ होइन, लडिन्छ कि भन्ने चाहिँ धेरै डर हुन्छ। तर त्यस्तो माया चाहिँ मार्नुहुन्न, माया चाहिँ गर्नुहुन्न है आफ्नो ज्यानको, जे पर्छ भन्नुपर्छ, अनि टक्क हिँड्नुपर्छ, रिस्क ल्याउनुपर्छ लाइफमा। लाइफ भइसकेपछि मान्छेले अलिअलि रिस्क पनि ल्याउनुपर्छ कि लाइफमा। रिस्क नलाएसम्म त मान्छे माथि पनि पुग्दैन कि सायद है। मेरो चाहिँ त्यही भइरहेको भन्न हुन्थ्यो। बाटो चाहिँ यस्तो छ अब, फाइनल्ली बाटो चाहिँ के तर हिँडिरहेछ है ब्रेकले। बाटो चाहिँ म चाहिँ यताबाट हाल्छु होइन, केटाहरूले चाहिँ त्यताबाट हालिरह। आमामामामामा फाइनल्ली यता त ओइ अगाडिको त हानि होइन नि मुला। अगाडि यो भने त झर्दै थियो, राम्रोसँग झर्यो भने त आउँदा त के नै हुन्छ र है। आउँदा त जत्रा मलाई ढुङ्गा भयो नि कटाइन्छ कि उकालोमा त जुत्ता के अरे खुट्टा घोटेर हुन्छ कि होइन, टेकेर हुन्छ कि कसिएर हुन्छ, चढाइन्छ क्या मान्छे। ट्रिप आएको भन्ने, तर हिँडेर भने उकालो त घटाइन्छ होइन। यो चाहिँ अलिक गाह्रो छ होइन, यो बाटो चाहिँ। नि टर्निङ त आमामा फाइनल्ली केटाहरू यस्ता छन्। भिडियो चाहिँ नि रे सबैजनाले चाहिँ होइन, मेरो युट्युब च्यानललाई चाहिँ माया गरिदिनु ल। हामी के गर्नु, छोरो मान्छे भएपछि अलिअलि गर्नु पऱ्यो घरमा पनि होइन। अब त्यही हो, अरू त के भनौँ र खै। ल टक्क म आउँदैछु, केटाहरू चाहिँ यस्तो नाचिरहेको रहेछन् होइन। यस्तो हामी अन्त अगाडि आएर केटाहरू त नाचिरहेको के, यस्तो बस्नु हुन्छ आफै एक्लै राखेर टक्क नाचिरहन्। ल केटाहरू पनि आइहाले, अब चाहिँ हामी लाग्नुपर्छ है त गाइस। ल फेरि भेट हुनेछ। हान्दिने हो मुला, चल्दिने हो। यस्ता बाटो त बाटो कताबाट हाल्ने हो बाटो त चल्दिने हो। छोड कतैले के हुन्छ थाहै छैन कि, कतिले मै लड्न सक्छु, कतिले केटाहरू लड्न सक्छन् होइन। अब थाहै छैन, बाटो त यस्तो छ। बाटो त यस्तो छ तर तलाएर चाहिँ स्कुटर र स्प्लेन्डर चाहिँ जान्न होला हरिको भन्ने सोचिरहेको थिएँ है। तर हामी चाहिँ यहाँसम्म आइसक्यौँ। अब चाहिँ कस्तो बाटो थाहा होइन, तर अरूले चाहिँ तिम्रो चाहिँ जान्न होला सायद भन्ने कुरा गर्नुभएको थियो दाइहरूले तल होइन। बाटो सोद्धा 3टा बाइक त जाला।
स्कुटर र यो चाहिँ जान्न होला भन्नुहुन्थ्यो होइन हामीलाई चाहिँ। तर हामी चाहिँ आइरहेछौँ। अब हुन त हामी दुईजना यस्तो त छ बाटो आम्मामा। केटाहरू चाहिँ दुईजना छन् कि दुईजना अब त्यस्तै मोटा मोटा छन् नि त अनि चिप्लिन्छ भनेर झरेको होला एउटा चाहिँ। एउटा सुरत चाहिँ गइरहेछन्। अब मैले चाहिँ यता बाटो सोचिरहेको यताबाट सकिन्छ भनेर सोचेको सकिन्न भन्दै थियो त्यही पनि मैले चाहिँ हिँडिरहेको होइन। बाटो चाहिँ यस्तो चिप्लो छ नि आम्मामा के कुरा गर्नु बाटोको त है लास्टै डेन्जर। यस्तो बाटो पनि हामी तान्दै हिँडिरहेको हामी यस्तो हामी त हावा हो कि तर है हामी त हावा भयौँ कि हुन भने धेरै यस्तो बाटो त हामी हिँडिरहेछौँ। अब कस्तो कस्तो बाटो आइयो। अब यो त अलि सिम्पल र यो भनौँ अब जे भए पनि। पख रोकी 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 ओए पख पख ल केटा ल आइज ल केटा यस्तो बाटो बनाइयो हेर आदि केटाहरूलाई तान तान त ओ भयो कि छैन काट न माथि मुला झन् ठुल ढुङ्गो भयो नि पख टक्क है घर गाउँको जस्तो के कस्तो हेर आलीगाँला काटेर है हल्का दामी के ए घर गाउँमा यस्तो हुन्छ नि भैँसी के हाम्रो घर छन् नि भैँसी सेम है भैँसी ट्रक त आउने हिजो बाटो यार स्कुटर नआउने रे त के बोले अब दाइहरूले यार के बोले भाइ के बोले यार ट्रक त आउने हिजो स्कुटर र बाइक नआउने त के बोले भाइ ऊ छैन क्या अब भए त मैले उस हाल्थेँ होला गरे मेरो याङकोट हाल्थेँ होला गरे यस्तो के मलाई राइड भनेको चाहिँ होइन जिन्दगीमा चाहिँ के अरे घुम्ने होइन जिन्दगीमा कमाउने भन्ने चिज त जहिले नि कमाइन्छ क्या पैसा कमाउनलाई केही दुःख छैन जिन्दगीमा कमाउन नसक्ने भनेको एउटा साथीभाइ हो अनि यस्तो ट्रिप हो क्या नभए त अरू त जति नि कमाउन सकिन्छ होइन यो जिन्दगीमा मतलब मान्छे मर्ने हो होइन मरेर जानु छ एक दिनको जिन्दगी हो रमाउनुपर्छ हाँस्नुपर्छ होइन साथीभाइसँग मिल्नुपर्छ टक्क लाएर अनि साथीभाइसँग राइड हिँड्नुपर्छ होइन मिलेर अनि यस्तो हुन्छ फेरि अप्रोड मेरो चाहिँ भ्लग स्टार्ट गर्नुको रिजन चाहिँ होइन बिस्तारै भन्छु है जब मेरो युट्युब च्यानल ग्रोथ हुन्छ होइन त्यहाँबाट भन्छु है सबैजनालाई के भएर मैले स्टार्ट गरेँ कसरी स्टार्ट गरेँ के को लागि स्टार्ट गरेँ है भनेर चाहिँ पछि म बिस्तारै भन्ने चाहिँ सबैलाई तर इभन लाग्छ होइन मलाई चाहिँ यसरी साथीहरूसँग घुमेको चाहिँ टक्क कन्सेप्ट के उस राख्यो भने चाहिँ मेमोरी राख्यो भने चाहिँ पछि सजिलो हुन्छ कि हामी इभन जहाँ गइन्छ नि अनि जहाँ गए पनि टक्क मेमोरी भन्छ अनि अब त्यही हो सधैँ त हामी सधैँ त सँगै हुन सकिन्न होइन अब केटाहरू जम्मै विदेश जानु पऱ्यो आफ्नो भविष्यको लागि पनि हेर्नु पऱ्यो होइन आफ्नो फ्यामिली पाल्नु पऱ्यो जिन्दगी थिएन क्या अब आउने गरेको
र नि यस्तो हुनुपर्छ कि भने अब नाइ भन्न पनि सकिएन त्यस्तै छ त अब के गर्नु यताउति त अब होइन होइन बन्द भयो कि स्टार्ट आउने हो भिडियो खिचिरहेको उता खिचिरहेको रहेछ जा उहाँ बाइक लिएर आउँछु म टक्क गाइज हामी चाहिँ यो के हो यो तान्तिङ अरे है तान्तिङमा हामी टक्क आइयो है यसरी राइड गरेर स्कुटर ल्याएर टक्क है यस्तो बाटो नि बबाल यस्तो बाटो नि स्कुटर ल्याइयो यार आमामा त औडै डर लाउने बाटो नि ल्याइयो यार कोही ठाउँमा चाहिँ तानेन होइन अब तान्ने कुरा नि भएन होइन यस्तो बाटोमा त अब भोलि चाहिँ हेरौँ भोलि के गर्छ होइन भोलि तल झरिहाल्छ नि तर तल चाहिँ झर्छ एक ठाउँमा मात्रै उकालो भोलि चाहिँ त्यति धेरै उकालो छैन तर उकालो छ है छन चाहिँ तर छन चाहिँ छ भए पनि त्यस्तो अप्ठ्यारो उकालो छैन भोलि चाहिँ एक ठाउँमा चाहिँ त्यही चिप्लो छ हल्का टक्क हामी चाहिँ अब तान्तिङ आइयो टक्क लाएर केटाहरू चाहिँ अगाडि छन् हामी चाहिँ टक्कै ठोक्यो मलाई ठोक्यो लास्टमा आएर टक्क हामी वेलकम अरे वेलकम तान्तिङ रे वेलकम गाइस वेलकम अरे हेर्नुहोस् है हेर्नुहोस् आमामामा यो भ्यू टक्क केटाहरू यहाँ छन् र पोकोमा त्यसले पोको बोकेर हिँड्यो माइत हिँडेको त्यसले पोको बोकेर हिँड्यो